लामो समय समर्पित भइसकेपछि अब उनीहरूको हदले तिमीले गर्न सक्दैन भने कानुन व्यवस्था गरेर छ म आज बिदा दिन्छु। र यो विदाई कार्यक्रमका अध्यक्ष हाम्रो अभिभावक कर्मचारीहरू प्रमुख शासक हाम्रो प्रमुख अतिथि सबै पदाधिकारीहरू जितेका नजितेका मनोनित सबैको तर्फबाट पाल्नु भएका मेरो विदाई कार्यक्रम नगरको निर्वाचित प्रवक्ता र भविष्यका हामीले कर्मचारीको रूपमा नगर प्रमुखको रूपमा हेरेका वर्णसाथ प्रत्यक्ष प्रवक्ता श्री रविन्द्र सापकोटाले हाम्रा यस पार्टीका कर्मचारीको जस्तो अनौठो मान्नुपर्ने छ र हामी म सरकारी सहरहरू र अरू सहरबाट म सबैलाई आजको यो विदाई कार्यक्रममा नमन गर्छु, नमस्ते गर्छु। सौभाग्यले मैले आज विदाई पाएको छु, यो मेरो भाग्य हो। किनकि जीवनमा अनेक समय आउँछ यस्तो पाउन पनि गाह्रो हुन्छ। त्यसकारण तपाईँहरू सबैले आज यहाँ उपस्थित हुनुभएको छ। हामी नाटकका कलाकारहरूसँग कोही सचिव हुन्छ, कोही सहसचिव होला, कोही कार्यकारी होला, हामी कर्मचारी भइसक्यो, कोही के गर्न होला। त्यो कलाकारमा कोही हिरो कोही हिरोइन के यस्तै हो, तर नाटक राम्रो गर्नुपर्ने हुन्छ। नाटक भनेको हाम्रो देशको सेवामा सफल पार्नु पर्यो। जसरी दर्शकले सिनेमालाई त्यो समयमध्येबाट आनन्द लिइरहेको छ, त्यसै गरी हाम्रो जनताहरूले हामीले गरेका कार्यहरू चाहे नायकको रूपमा सचिव होस्, चाहे सहायकको रूपमा कार्यालय सहयोग होस् र विभिन्न सेवा विभिन्न समूहमा हामी बाँड्छौँ। त्यो बाँधिएर हामी आफ्ना कार्य निर्देशित गरेका हामीले कानुन नीति जुन किसिमको कार्यविवरण कार्यादेश कार्यहरू गर्नुपर्ने हुन्छ। चाहे त्यो हिमालको पहाडमा होस्, चाहे तराईको गर्मीको फाँटहरूमा होस्, चाहे पहाडमा होस्, या सहर बजारमा होस्, या अन्तर्राष्ट्रिय कूटनीतिक सेवामा लागेका हाम्रा साथीहरू विदेशमा गएर पनि सेवा गर्नुपर्ने हुन्छ, विदेशमा बसेर। त्यस भएको हुनाले त्यो जीवन हामी कर्मचारी राष्ट्र सेवक कर्मचारीहरू एउटा राष्ट्रको उन्नतिको लागि काम गर्नुपर्ने हुन्छ। र मेरो जीवन 2042 साल मङ्सिर 13 अस्थायी नियुक्ति प्राप्त गरेर मैले राष्ट्र सेवकको रूपमा काम र निरन्तर म एक दिन पनि मेरो आज जागिर सक्यो भन्ने यस्तो अस्थायी जागिर या यस्तो जागिर भनेर मैले कहिले अनुभूति गरेँ। जब घरमा बाटोमा बाहिर निस्केँ राष्ट्र सेवाको लागि, चाहे अस्थायी सेवा होस् चाहे जुनसुकै सेवा होस्, थाहै र मैले धेरै कुराहरू 40 वर्षको अनुभवमा सेवाको अविच्छिन्न रूपमा 18 वर्ष भयो आज जिन्स प्यान्ट लगाएर अफिस जाने त्यो बेला 17-18 वर्षको छिटो अहिले चाहिँ गाडी गर्नुपर्ने 3 दिनमै छिटो त्यो बेला गाडी पालो मन लाग्थ्यो किन र जीवन त्यसरी जाँदो रहेछ। जसरी कालो कपाल सेतो भएर जान्छ त्यसरी हाम्रो जीवन पनि त्यसरी र यो कर्मचारीको दौरानमा मैले अनुभूति गरेको हजुरहरूलाई भइसक्यो। मैले अनुभूति गरेको
कर्मचारी राष्ट्र सेवक मात्र होइन, सामाजिक सेवक पनि हो। 10-5 सेवाहरू छुट्टै छ, तर घरको सेवा, गाउँको सेवा र राष्ट्रिय सेवा, अन्तर्राष्ट्रिय सेवा र अन्य सेवाहरू पनि हामीले गर्न सक्दो रहेछ र मैले गरिनँ। त्यो चाहिँ मैले अनुभूति भयो, त्यसलाई टिकाइराख्नु छ। त्यो पनि एउटा मैले अनुभव गरेँ। सायद कर्मचारी भएको नाताले यो सामाजिक सेवातिर, सङ्गठनतिर अथवा कुनैतिर किन तिमी भन्ने कुरा पनि गर्छु साथीहरू। तर मैले अवश्य म 13 वर्षदेखि सामाजिक सेवातिर लागेको मान्छे। मैले जाने बुझेदेखि म बाल क्लबको युवा अध्यक्ष बाल क्लबको अध्यक्ष पनि थिएँ 13 वर्ष अगाडि। र मैले जीवनमा चाहिँ यस्ता कुराहरू अनुभूति गरेँ। अझै अब 20-22 कति वर्ष बाँच्ला, मेरो प्रेसर बढिसक्यो, के ख्याल छैन, कुन बेला जान्छ समय भन्न सकिँदैन। बिचमा जानु पर्ने हुन्छ, जीवन लामो छ, अब बढीमा 80 वर्ष बाँच्छ। तर त्यो समय पनि हामीले कसरी पुरा गर्छ? अहिले साथीहरूले मेरो अपेक्षा गरिरहेको छ। मेरो आफ्नै कार्यक्रमहरू पनि छन् र पर्सनल कार्यक्रमहरू पनि छन्, सामाजिक कार्यक्रम, राजनैतिक कार्यक्रमहरू अब गरेको पनि छन्। त्यो के होला, त्यो भविष्य तर पनि हामी अभिनन्दनमा लाग्नुपर्छ, त्यस्तो महसुस हुन्छ। र अब यो नगरपालिका म जब प्रवेश गरेँ, मैले नगरपालिकामा यसरी जाएको होला भन्ने कल्पना पनि गरेँ कि मैले गर्न सक्ने जिल्लामा म स्टाफ कलेजमा 6 वर्ष बस्दाखेरि मैले धेरै निजामती कर्मचारीहरू गरेँ, 8-10 हजार कर्मचारी र करिब 50-60 जना सचिवज्यूहरू र 10-15 जना मन्त्रीज्यूहरूसँग बैठकमा बस्न पाएँ। मेरो भाग्य स्टाफ कलेज बस्दा मैले अनुभूति गरेँ मन्त्री कस्तो हुँदो रहेछ, सचिव चाहिँ कस्तो हुँदो रहेछ, मुख्य सचिव चाहिँ कस्तो हुँदो रहेछ भन्ने कुरा उहाँसँग सँगै बसेर काम गरेँ। र सायद मैले स्टाफ कलेजमा माइन्ड लेखेँ, मैले 2टा किताब मैले र नीतिहरू पनि लेखेँ। म ओएमको सदस्य पनि थिएँ, सङ्गठनको व्यवस्थापन समिति 48 जना कर्मचारी बनाउनुपर्ने। म सानो पद भएको इच्छा लाग्ने काम गरेँ। त्यस्तो अवस्था थियो त मेरो अर्थमन्त्री, यही अहिलेको अर्थमन्त्रीज्यू उहाँ हुनुहुन्थ्यो। तपाईँ बेलायतमा पढाइ आउनु भएन भन्थ्यो। कहाँ बेलायतमा पढ्यो, नेपालमा पढ्नु भएन, बेलायतमा कहाँ पढाइ भन्थ्यो। उहाँले नै भन्यो हौसला ओएम यसरी गर्नु, सङ्गठन यसरी बनाउनु, कर्मचारी यसरी व्यवस्थापन गर्नु, यति पढ्नु जानुपर्छ, के गर्नुपर्छ भनेर अहिलेको रामेश्वर थाना अर्थमन्त्री, त्यो बेला अर्थ सचिव हुनुहुन्थ्यो 66 साल, धेरै सचिवहरूसँग मैले अनुभूति र राजनीतिक नेताहरूमा पनि मन्त्रीज्यूहरूसँग, जिल्ला सभापतिहरू, सिडिओ साहब, कर्मचारी सिडिओ साहब, आर्मीका चिफहरूसँग पनि, जिल्लाका चिफहरूसँग अनुभूति गरेँ। र जनताहरूमा पनि मैले हिमालका त्यो कस्तो घरमा बस्ने, हुम्ला जुम्ला मुगुमा बस्ने र तराईको छापामा बस्ने काममा पनि म बसेर काम गरेँ। पहाडमा खण्डारमा पनि काम गरेँ। र त्यो मात्र होइन, चुनावको बेलामा म प्रमुख निर्वाचन अधिकारी भएर काम गर्दाखेरि त्यो गोलीगट्ठा परिचालन गर्नुपर्ने त्यस्ता प्राणीवेहीहरूमा पनि म सामेल। त्यति मात्र होइन, जनयुद्धको कालमा आफ्नो घरको छाना, अफिसको छानाहरू डुङ उडाएको र तलब बसेको पनि त्यति मेरो जीवनमा सायद जागिने कार्य हुन्थेन। मैले अघि तपाईँहरूले भने प्रधानमन्त्री 3 जनासँग पनि हुन सक्छ। म यहाँ ठुलो भएर अध्यक्षसँग कुरा गरेँ, वास्तविकता हो कि विरोधी प्रचण्ड, माधव नेपाल, यी 3 जनासँग मैले यो गर्नुपर्छ भने पनि मैले आफ्नो विचार राख्न पाएँ जागिरको दौरान। अब त्यो कुरालाई उहाँले मान्नु पनि भएको थियो। मुलुकको साना घरेलु रोजगारलाई के गर्नुपर्छ भन्ने मैले 19 पेजको एउटा लेख पनि लेखेको थिएँ 67 साल माधव नेपालको बारेमा। र मैले सानो मान्छे भए पनि केही गर्नुपर्छ भन्ने धारणा गरेँ। तपाईँहरू हामी सबैसँग ज्ञान छ, त्यो व्यक्त गर्न सक्दैन। ऊ ठुलो मान्छे, म सानो मान्छे, ऊ सहसचिव, म सुब्बा, ऊ संस्थाको, म हस्तक्षेताको भन्ने कुराहरू, त्यो कुराहरू हामीले लिनु हुँदैन। हाम्रो के हो त राष्ट्र सेवक, राष्ट्रको लागि सेवा, त्यो चाहिँ समझ्नु।
कसैले के होला, कसैले फाइदा होला, कसैको भन्सारमा होला, के भन्ने र भन्सारमा सहयोग पनि मैले शिक्षक कुमार ढुङ्गानादेखि सबैमा आफू पनि मैले अहिले नियुक्तिको लागि मलाई केही सेवा के नाम पठाउनु पर्ने थियो मैले पठाएँ। शिशिर कुमार ढुङ्गानादेखि लिएर अस्ति मैले गोप्य रूपमा पनि पठाउने मलाई त्यो मौका पनि आएको छ। अस्ति भर्खर 3-4 दिन मैले टाइप गरेर यहाँ टाइप गर्ने साथीहरू पनि छ। त्यसरी अनुभूति भयो, म सानो मान्छे भएर धेरै अनुभव गर्ने मलाई मौका मिल्यो। यो के यो जागिरका त्यसो भए तपाईँहरूको माया नगरपालिकामा हाम्रो रविन्द्र सरकार हाम्रो त्यो बेला वास्तविक मेयर साहबले सहमति जनाएर मलाई सभा त्यसबाट टम्म ज्ञानले हाकिन्छ भन्ने चाहिँ अलिक कडा खालको र भित्र मजा आइरहेछ बुझेपछि आफ्नै गाउँ मेरै घर यहीँ आउन मलाई गाह्रो त्यसो भनेसम्म कहिले कहाँ पुग्छ भन्ने जीवन थाहा छ। ठुलो मान्छेहरू पनि अहिले कस्तो अवस्था पुग्नुपर्छ। अहिले हामी ठुलो मान्छे भन्छौँ नि उहाँहरू भए के हुने थाहा छ। हामी सानो मान्छे भन्छौँ नि अहिले मन्त्री खान कस्ता मान्छे काम यो समय चक्र हुँदो रहेछ। मैले पञ्चायत काल हेरेँ, बौद्ध काल हेरेँ, गणतन्त्र हेरेँ, जनयुद्धमा आख्याइले हेरेँ मान्छे मरेको र अस्ति जेनजी त भर्खरै हेरेँ। अब भोलि के गर्ने हो। अझ राजा पर्दाखेरि म पर्वत जिल्ला थिएँ। जीवनमा धेरै 25 वर्ष लगातार बाहिर बसेँ जिल्लामा। त्यसो भएर मैले धेरै तपाईँहरूसँग चाहिँ के भन्न चाहन्छु भने जीवन यस्तै रहेछ। सम्पत्ति धेरै कमाउनु पनि त्यो समस्या हुँदो रहेछ। कोही जागिरदार पैसा कमाएर ठुलै घर बनाएर केही होला, छोराछोरी नाति पनाति चमाटीसँगलाई पुग्ला, त्यो पनि खरानी हुँदो रहेछ भने बुझ्नुभयो। त्यसो भएर समय त्यस्तो हुन्छ र तपाईँको मायाले पनि यहाँ काम पनि गर्नु सबभन्दा लास्ट मैले मेरो हाकिम साहबसँग बिदा गर्नु पऱ्यो। अझ 5-6 वर्ष काम गर्नु पाएँ त म के होला सरकारको ज्ञान मैले दिन पाएँ र मैले त्यो मेयर साहबले आज बिदाई गर्ने हो भनेर अस्ति भन्नुभएको थियो। तर म अस्ति नै नआउँ के भन्ने हाकिम साहबले म अब विगतै बिदाई गरेपछि के हुन्छ किन आउने भनेको मेयर साहब आफै होइन 5 गते कार्यक्रम गर्नुपर्छ भन्नुभयो। म आज आइरहेको साथीहरू हाकिम साहबहरू सबै साथीहरू होइन म यही घर हो, म यहाँ आउँछु, तपाईँहरूसँग भेट्छु, तपाईँहरूलाई मैले अनुरोध गर्छु मैले जाने कुरा तपाईँलाई सिकाउँछु होला मिल्यो भने। तर मैले धेरै गाउँको कामहरू गर्नुपर्ने छ। तपाईँहरूलाई थाहा छ म कृषिको काम गाउँको मान्छे आयो भने कृषिको पनि गर्छु, पशुको पनि गर्छु, घर जग्गा पास के अरे घरको चाहिँ नक्सा पासा पनि जान्छु। जनता आयो मैले चिनेको कोही मान्छे आयो भने मलाई चिनेको छु भनेर आयो भने म सेवामा सबै गर्छु। कोही गाह्रो हुन्थ्यो मान्छे सरकारीमा हेर्ने के को एक कृषिको काम आएको यो किन नक्सा सम्बन्धी कुरा गर्न आएको त्यो निकासाको मैले 1 लाख दिएको मैले 50 लाख दिनु पर्यो। त्यो निकासा सम्बन्धी कुरा त मेरो कामको होइन नि। तर पनि जनताहरूको हामी सेवा गर्नुपर्छ। मेरो फाँटमै नउभाग छ भने किनभने मैले मलाई भनेर आइसकेपछि कसैले रिक्वेस्ट गर्न सक्दैन। त्यसो भएकोले जीवन छोटो छ, जीवन धेरै लामो छ। मकैको बोट 4 महिना हुन्थ्यो, हाम्रो त्यसलाई एक महिना बराबर 25 वर्ष लागु गर्नुपर्छ। 100 वर्ष भयो त 100 वर्षले कोही पार्टीमा राख्ने अवस्था छैन। 70-80 वर्ष भयो। त्यो बेलासम्म सबैको कल्याण गर्ने काममा लाग्नुपर्छ। सबैसँग मिठो हुनुपर्छ। हुँदा पैसाको कडा पनि गर्नुपर्ने हुन्छ। मैले सरकारीमा म प्रेसरले रोकेको थिएँ नि यहाँ प्रेसर सुगरको बिहान 1000 बेलुका 1000 तपाईँले यो कुरा म अहिले असुविधा बोलेको छु। यहाँ आइसकेपछि भयो मलाई कहीँ त्यस्तो थिएन। यति टेन्सन थियो त्यो अध्यक्षले टोइलेटमा राखेर टुल्नु पऱ्यो तै पैसातिर भन्छ। मैले कति यहाँ मैले यो जनताहरूको आक्रोशलाई मैले टाउकोमा राखेँ। हाम्रो कल्पनामा धेरै सहयोग र तपाईँ यो माया ममता म अमूल्य निधिको रूपमा मेरो हाकिम साहब मेरो मेयर साहब वडाध्यक्षज्यूहरूको र तपाईँ तमाम हाम्रो कर्मचारी सरहरू म्याडमहरूको तपाईँको माया ममतालाई मैले अमूल्य निधिको रूपमा मेरो मनमा राख्नेछु भन्दै म तपाईँहरूबाट बिदा हुन्छु।